केपी ओलीजी चाहिँ आफ्नै गृह जिल्लामा त्यो हायल कायल अवस्थामा किन पुग्नु भयो योगेशी बताइदिनुहोस् त। त्यो खालको चाम, त्यो खालको हक्की स्वभाव, त्यो खालको लिडरसिपको मान्छे हेर्नु त अहिले कस्तो दयनीय अवस्था देखियो उहाँको। मलाई यो कुरा भन्न एकदम गाह्रो छ, मलाई थाहा छ तर भन्न गाह्रो छ मलाई। किन के छ त्यस्तो र भन्नै नहुने त के हो र यो राजनीतिमा घरेसी कुरा होइन, व्यक्तिगत कुरा होइन, पारिवारिक कुरा होइन। यस्तो स्थिति हुँदै थियो भन्ने कुराको पूर्व अनुमान थियो, नभएको होइन नि। तपाईहरूलाई उहाँलाई पनि थियो कि जस्तो लाग्छ मलाई, तर उहाँले व्यक्त त गर्नु भएन। केपी ओलीको एउटा राम्रो कुरा के हो भने उहाँ असाध्यै तनावमा पनि तनाव देखाउनुहुन्न, त्यो राम्रो कुरा होइन। त्यो खप्न सक्ने क्षमता होला सायद होइन। कन्फिडेन्सको लेभल धेरै लुज गर्नुभएको त थिएन होइन। तर परिस्थिति जब प्रतिकूल छ भने जतिसुकै बलियो किल्लाहरू पनि त ढल्छ नि। त आफ्नै गृह जिल्लामा उहाँलाई किन त्यस्तो भयो? किन मान्छेले पत्तै दिएन जनताले, मतदाताले? अनि अहिलेको चुनावको ट्रेन्ड नै सबै त्यही छ नि। उहाँलाई मात्रै के भन्ने हो? सबभन्दा बढी निशानामा तारोमा एपिसेन्टर त उहाँ हो नि त। त्यसमा अघि मैले भने नि यो चुनावै एमाले ओलीको विरुद्धको चुनाव हो नि त। मैले जोडेको थिएँ गृह जिल्लासँग, आफ्नै मतदातासँग। ओभरअलै भनेको छु मैले। त्यसमा त गृह जिल्लाले आफ्नो जन्म ठाउँले केही फरक पारेन। जब बाढी आउँछ, सुनामी आउँछ त घरमा पनि कहाँ सुरक्षित हुन्छ त? आफ्नै घर बलियो छ भनेर त सुरक्षित हुँदैन। उहाँ चुनाव प्रचारमा अन्त किन जानु भएन? कारण के हो? कुनै पनि उम्मेदवारको चुनावी सभामा उहाँ गइदिनु भएन? जानु भएन। किन जानु भएन? उम्मेदवारले बोलाएनन् वा उहाँ जानु भएन? किनभने उहाँको चुनाव क्षेत्र नै थ्रेटमा भयो, त्यसले गर्दा उहाँ बढी समय दिनुभयो। अरू उम्मेदवारले नबोलाएर त होइन? त्यो मलाई थाहा छैन।